प्रकरणको नालीबेली हत्या प्रकरणको नालीबेली जसले सबैलाई बनायो। प्रहरीसँगै हत्यारा खोज्दै थिए सुमन, कुकुरले खोलिदियो डरलाग्दो रहस्य। घटनास्थलबाटै प्रहरीले गर्यो कर्यापझ्याप। यस्तो छ 3 वर्षीय बालिका गरिमाको हत्या प्रकरणको नालीबेली जसले सबैलाई बनायो चकित। एउटी सानी बालिका हराइन्। परिवारले 2 दिनसम्म बाटो हेरिरह्यो। गाउँलेले गल्ली गल्ली खोजे, प्रहरी पनि रात दिन खोजीमा जुट्यो। तर अन्ततः जुन ठाउँबाट दुर्गन्ध आउन थालेको थियो त्यहीबाट कपडामा पोको पारिएको अवस्थामा 3 वर्षीय गरिमाको शव भेटियो। त्यसपछि सुरु भयो यस्तो अनुसन्धान जसले घटनास्थलमा उपस्थित सबैलाई झस्काइदियो। किनकि प्रहरीसँगै हत्यारा खोजिरहेका भनिएका एक युवक नै केही बेरपछि प्रहरीको नियन्त्रणमा पुगे। ती युवक थिए 16 वर्षीय सुमन थापा। तर यो अन्तिम कुरा थिएन। अनुसन्धान अगाडि बढ्दै जाँदा घटनाको एकपछि अर्को पाटो बाहिर आउन थाल्यो। बाराको जितपुर सिमरा उपमहानगरपालिका 1 10 धुरे स्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी मनमती चौधरीकी 3 वर्षीय छोरी गरिमा चौधरी साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराइन्। सानी छोरी अचानक नभेटिएपछि परिवारमा खैला बैला मच्चियो। घर वरपर खोजियो, आफन्तलाई खबर गरियो, छिमेकीहरू बोलाइए। सम्भावित ठाउँहरूमा मजाले खोजी पनि सुरु भयो। प्रहरीलाई पनि खबर गरियो। सबैको मनमा एउटै आशा थियो, गरिमा कतै पुगेकी होलिन्, केही समयपछि भेटिने छिन्। तर आधा घण्टा बित्यो, दिन ढल्यो, रात बित्यो, अर्को दिन पनि बित्यो, गरिमाको कुनै खबर आएन। परिवारको आशा बिस्तारै डरमा बदलिन थाल्यो। अनि आयो त्यो गन्ध। भदौ 2 गते मंगलबार साँझ गाउँको बीचमै रहेको एउटा खाली घरबाट अस्वाभाविक दुर्गन्ध आउन थालेको स्थानीयले महसुस गरे। स्थानीयले तत्काल प्रहरीलाई खबर गरे। प्रहरी त्यहाँ पुग्यो। सामान्य खोजीले मात्र पुग्ने अवस्था थिएन। त्यसैले तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुग्यो। खोजी सुरु भयो। घरको खाली कोठातर्फ प्रहरीको ध्यान गयो र केही बेरमै त्यो दृश्य देखियो जसले सिङ्गो सिमरालाई स्तब्ध बनायो। कपडामा पोको पारिएको अवस्थामा 3 वर्षीय गरिमा चौधरीको शव भेटियो। घरबाट करिब 200 मिटरको दूरीमा भेटिएको शवले परिवारको अन्तिम आशा पनि समाप्त गरिदियो। जसलाई परिवार 2 दिनदेखि जीवितै खोजिरहेको थियो, उनी अब कहिल्यै फर्किने थिएनन्। तर शव भेटिएपछि अर्को प्रश्न झनै ठुलो भएर उभियो, गरिमालाई आखिर कसले र किन मार्यो? शव भेटिएपछि घटनास्थलमा प्रहरी, स्थानीय र आफन्तको ठुलो भिड जम्मा भयो। सबैजना हत्यारा खोज्न चाहन्थे। त्यही भिडमा एक युवक पनि थिए। उनी प्रहरीसँगै घटनास्थल वरपर हिँडिरहेका थिए। हत्यारा जसरी पनि पत्ता लगाउनु पर्ने भन्दै उनी निकै सक्रिय देखिएका थिए। प्रहरीको अनुसन्धानले अचानक कुनैतर्फ संकेत गर्न थाल्यो। ती युवक थिए सुमन थापा। सुमन वीरगञ्ज पथलैया रोडमा चल्ने म्याजिक भ्यानका सहचालक थिए। मंगलबार साँझ तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको प्रहरी टोलीले संकेत पाएपछि सुमनलाई नियन्त्रणमा लियो। जसले प्रहरीसँगै हत्यारा खोजिरहेका थिए उनै घटनास्थलबाट पक्राउ परे। सिमरामा फैलिएको सनसनीको सबैभन्दा ठुलो कारण यही बन्यो। प्रहरीका अनुसार तालिम प्राप्त कुकुरले दिएको संकेतपछि सुमनमाथि शंका बढेको थियो। त्यसपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइयो। अनुसन्धानका क्रममा प्रहरीले सुमनको मृतक बालिका सँगको सम्पर्क बारे पनि जानकारी पाएको जनाएको छ। सुमनले काम गर्ने म्याजिक भ्यानका चालक थिए 24 वर्षीय प्रगेश चौधरी। गाडीको नम्बर थियो ना 1J7758। प्रहरीका अनुसार प्रोगेशको घर मृतक बालिकाको घर नजिकै थियो र गरिमा उक्त घरमा आउने जाने गर्थिन्। यही कारण अनुसन्धानको घेरा प्रोगेशसम्मै पनि पुग्यो। अन्ततः प्रहरीले प्रोगेशलाई समेत नियन्त्रणमा लियो। प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सुमनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाएको छ। प्रहरीका अनुसार सुमनले साउन 31 गते बिहान बालिकालाई प्रोगेश चौधरीको घरबाट घटनास्थलतर्फ लगेको बयान दिएका छन्। त्यसपछि बालिकामाथि यौन हिंसा भएको र उनी बेहोस भएपछि आफू त्यहाँबाट फर्किएको उनको भनाइरहेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनले बालिका बेहोस भएपछि डोरी प्रयोग गरेको र त्यसपछि चालकको घरमा फर्किएको बताएका छन्। पछि दिउँसो पुनः घटनास्थलमा पुगेर बालिकाको शव कपडामा पोको पारेको र व्यवस्थापन गरेको बयान दिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार सुमनले घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका छन्। तर पक्राउ परेका प्रोगेशको भूमिका बारे भने अहिले अनुसन्धान भइरहेको छ। उनको संलग्नता के थियो? उनलाई घटनाबारे पहिल्यै थाहा थियो कि थिएन वा उनको भूमिका अरू कुनै किसिमको थियो? यसको अन्तिम जवाब अनुसन्धानले नै दिनेछ। गरिमा को थिइन्? गरिमा केवल 3 वर्षकी थिइन्। भर्खरै उनको विद्यालय जाने उमेर सुरु भएको थियो। उनी जितपुर सिमरा 2 स्थित सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा भर्ना भएकी थिइन्।
विद्यालय जाने, साथीहरूसँग खेल्ने, परिवारसँग रमाउने उमेरमा उनको जीवन अचानक रोकियो। घरमा अहिले उनको आवाज छैन, उनले खेल्ने ठाउँ खाली छ, उनकी आमाको काख खाली भएको छ। छोरी हराएको 2 दिनसम्म आमाले छोरी फर्किने आशा गरिन्, तर भदौ 2 गते साँझ आएको खबरले उनको संसार नै भत्काइदियो। आफन्तका अनुसार गरिमाकी आमा मनमती चौधरी मङ्गलबारदेखि अर्धचेत अवस्थामा छिन्। बुधबार बिहान आफन्त र साथीहरू परिवारलाई सम्हाल्न घरमा पुगेका थिए, तर यस्तो पीडा शब्दले कहाँ समेट्न सक्छ र? गरिमाको हत्या भएको खबर फैलिएपछि स्थानीयको आक्रोश सडकमा पोखियो। आज भदौ 3 गते बुधबार दिउँसो स्थानीयहरू इलाका प्रहरी कार्यालय सिमरा अगाडि भेला भए। उनीहरूको माग थियो बालिकाको हत्या गर्ने दोषीलाई हदैसम्मको सजाय हुनुपर्छ। प्रदर्शन चर्किँदै गएपछि वीरगञ्ज पथलैया सडक खण्ड करिब 2 घण्टासम्म अवरुद्ध भएको बताइएको छ। प्रहरीका अनुसार अहिलेसम्म पनि त्यहाँ प्रदर्शन जारी छ। स्थानीयले घटना सामान्य रूपमा नलिन आग्रह गरेका छन्। उनीहरूको प्रश्न छ, 3 वर्षकी बालिका हराउँदा खोजी किन यति ढिलो भयो? घटनाको सुरुदेखि नै अनुसन्धान अझ प्रभावकारी हुन सक्थ्यो कि सक्दैनथ्यो? संसदमा पनि गुन्जियो गरिमाको आवाज। सिमराको घटना स्थानीय सडकमा र सामाजिक सञ्जालमा मात्रै अब सीमित रहेन। आज भदौ 3 गते बुधबार प्रतिनिधि सभा बैठकमा समेत यो विषयले प्रवेश पायो। नेपाली कङ्ग्रेसकी सांसद डाक्टर शाहजान खातुनले 3 वर्षीय बालिकाको यौन हिंसापछि हत्या भएको घटनालाई मानवतामाथिको कलङ्क बताइन्। उनले सरकारलाई प्रश्न गरिन्, हाम्रा छोरीहरू आखिर कहाँ सुरक्षित छन्? उनले यस्ता जघन्य अपराधमा कानुन बनाएर मात्र नहुने भन्दै त्यसको कठोर कार्यान्वयन आवश्यक रहेको बताइन्। बालिका तथा महिलामाथि हुने यौन हिंसाका शून्य सहनशीलताको नीति लागू गर्नुपर्ने उनको माग थियो। अपराधीलाई उमेर, लिङ्ग वा शक्तिको आधारमा उम्किन दिन नहुने भन्दै उनले कडा कानुनी कारबाहीको माग गरिन्। राजसभा सांसद रहबर अन्सारीले भने घटनामा प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाए। बालिका हराएपछि प्रहरीले पर्याप्त सक्रियता देखाएको थियो कि थिएन भन्ने विषयमा छानबिन हुनुपर्ने उनको माग थियो। उनले प्रहरीको एक्सन लग सार्वजनिक गर्न र लापरवाही भएको भए